म्युजिक रोकिएपछि एक ठाउँमा आफ्नो चोइस गरेर उभिने है। ल रोज्नुहोस्। हो यसरी नै रोज्ने हो। अब सुन्नुहोस् है, यता जान मन लाग्छ भने रोजिहाल्नुहोस्। अब मैले मानव चिट्टा ताने, यो चाहिँ सुरुको साथ चाहिँ जान्दिनँ है। एउटा इक्जाम्पल, जीमा पर्यो भनेपछि होइन, आउट भएको छैन अहिले, भनेको हातमा चिट्टा छैन मेरो। झीमा पर्यो भने झीमा उभिनेहरू चाहिँ पर बाहिर साइडमा गएर घाम ताप्ने र हेर्ने, बाँकी रहेका घुम्दै नाच्दै खेल्ने। ल सबैजनाले पाउँछ अहिले, यो ट्रायल मात्रै हो। ल सुरु। ल ल ल अब एक गीत छान्दैछु है। ल नानी अलि यता आऊ, छिट्टा दिनलाई मलाई। मेरो हातमा एउटा चिट आइसकेको छ। यसले चिट तानेर दिएकी छन् नानीले। प्रोबेबिलिटीको खेल हो। कहाँ पड्क्यो होला अहिले? कहाँ पड्क्यो होला? खानी त खानी नै हो, ठाडा खानी। यसपालि ठाडा खानीमा परेको छ है। आउट गर्दै सारलाई दिएछु मैले। म्युजिक अगाडि बढ्नु। ल भिडियो खिच्नु त भिडियो। ल है अमर सर आदि अगाडि बढ्नु। ल हेर्नुहोस् नाच्छ दिल सरले। गुड। भिडियो यहाँ पनि खेल्दै यहाँ पनि। ओके ल रोजाऊ अहिले एक दुईटा खाली पनि थियो। कस्तो खालको पड्किने चिज परेछ भने ओसिएको रहेछ, कोही पनि पड्केन। फेरि सबैले चान्स पाए, अगाडि बढ्नु। मिसफायर भयो, मिसफायर। ल गीत अर्को आउँदैछ है सर। अर्को चिट आउँदैछ है। सोममा बैठाको खेल हो। मलाई गाली गर्नुहुन्छ होला। फेरि ठाडा खानीमा यो अलि अगाडि सारिदिउँ के जस्तो लाग्यो होइन सर? यो प्लेट अलि अगाडि सारिदिउँ कि?
नानी एउटा ल्याऊ ओके 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 कति पर्ला है ठाडा खाने भनेर तिनजना चाहिँ अब त पर्दैन भन्नुभएको छ भौँचालो जाने दुईचोटि गइसक्यो अहिले आएको छ आएको छ आएको छ आएको छ अहिले यहाँबाट चाहिँ यो दक्षिण पूर्वपट्टिको झी भन्ने ठाउँमा परेछ नजिक सार्नु सर कृष्ण सर त्यसलाई अलिक नजिक सारिदिनु सर रोजौँ अहिले पछि नाच होला कति राम्रो नाच थियो म्युजिक रोकियो होइन झी खाली हो दुईजना को ए झीमा दुईजना ए घट्दै गएको छ बाहिर धेरै हुनुहुन्छ अहिले कहाँ पर्यो होला त सबैको माग हो के रहेछ हेरौँ है त पाखा पानी परेछ अहिले गीत रोकिएको छ लकी तपाईहरु फेरि फ्युज परेछ सबैजना फेरि नयाँ गीतमा नाच्दै गरौँ झ्याउरे झ्याउरे अब अर्को चिट आएको छ कस्तो वियोगान्त भयो भने नि पड्केकै ठाउँमा पड्कियो नयाँ ठाउँमा पड्केको छैन कहाँ पड्क्यो होला यसमा ठाडा खानी नै परेछ फेरि अब यो यसैले चाहिँ संख्या घटाउँदै लगिरहेछ नानी अलि चलाएर बिचबाट तानेर दिनु है बिचबाट प्रोबेबिलिटी ठाडा खानी चाहिँ डेन्जर भयो है त्यो बाहिरको नाचले गर्दा गीत एकछिन बजोस् जस्तो पो लाग्यो क्या हेर्नुहोस् त आकर्षण चाहिँ खेलभन्दा बाहिर उत्तिकै छ ल गीत रोकिएको छ खाली परेछ धेरैवटा नगरौँ एउटा गर्दै जाउँ खाली दुई चारवटा छ कि सम्भाव्यता खालीलाई भन्दै दोहोऱ्याउने भन्दा अब एक ठाउँमा गर्नै पर्ने हुन्छ ल यहाँ नाम लेखेको परेछ कहाँ पर्यो होला झिर होइन पाखा पानी परेको छ पाखा पानी दुईजनालाई समूहबाट
आइजायो के चिनखोला बचिरहेछ है चिनखोला अहिलेसम्म बचिरहेछ अब बाला आउनु सक्छ भन्दै मान्छे उभिराख्नु भएको छैन ल एउटा नहेरिकन दिनु है ल अब छिटो ओके रोज्नुहोस् कतिजना बाँकी रहेछौँ हामी अब 4 5 6 7 8 जना कहाँ पर्यो होला ठाडा खानी खाली हैन त्यहाँ पड्क्यो भने त केही हुँदैन कसैलाई नि ल कहाँ पर्यो होला ठाडा खानी चिमखोला पर्न सक्छ चिमखोला परेको छ 4 जनामा आइयो पहिला धेरै परेकोमा रोज्नु पर्यो नि त हैन गीत राम्रो छ फाइनल गरेपछि फेरि नाचौँ होला एकछिन बाहिरी ग्रुपले नाच्न मन गर्नु भएको छ ल सर रोज्दै हुनुहुन्छ कहाँ रोज्नुहुन्छ सबैजना एक ठाउँमा है अब पक्कै पनि एक ठाउँमा एकजना घट्ने भयो होइन 3 जना मध्ये को बाहिरिन्छ त भन्दा चिमखोलामा उभिनु भएको बाहिरिनु भयो अब एकजना बाहिरिएपछि 2 जना पर्छ के गरौँला अर्को खाली छ खाली टाइम बढी लाग्छ ओके क्विकली रोज्नु होला तेसर सुमन म्याम हजुरको नाम ओके कहाँ पर्यो भन्दा जीमा परेको छ अहिले ल अब 2 जनालाई 2 जना प्रथम 2 जना द्वितीय भन्दै यो खेलमा अब पुरस्कार वितरणको लागि कृष्ण सरलाई अनुरोध गर्छु पालै पालो आउनु होला छुट्याउने हो अहिले पुरस्कार भित्र बराबर तौलको जस्तो छ अनि त्यही भएर उस्तै छ 2 जना फर्स्ट ल लक हेर्ने ल एकचोटि घुम्दै गर्नुहोस् ल लक हेर्ने भन्नुभयो सबैले ल एउटा तानम छ लकै हेर्ने भन्नुभयो ओके रोज्नुहोस् अब 2 ठाउँ रोज्नुहुन्छ बाँकी ठाउँमा पर्ने नि हुनसक्छ जे हुन नि सक्छ नपरेसम्म तान्ने तर निर्णय गरेको छ अहिले पाखा पानीमा परेको छ सर प्रेसर फर्स्ट हुनुभयो तपाईँ चाहिँ सेकेन्ड हुनुभएको छ ल पुरस्कार लिनु होला बाँकी गीतमा एक राउन्ड नाच्दै गरौँ ल पुरस्कार ल पुरस्कार लिएको बेलामा नाच्दिने हो कि त्यसै ल एक राउन्ड नाचेर क्लासमा जाने ल